हे तिमी, कहिलेकाहीँ मलाई लाग्छ तिमीलाई माया गर्नु मेरो जीवनको सबैभन्दा ठूलो उपहार हो। किनकि तिमीलाई भेटेपछि मात्र मैले आफैलाई बुझ्न सिकेँ, मैले मायाको अर्थ चिने, मैले खुसीको स्वाद चाखे। तिमी बिना मेरो जीवन त्यो आकाश जस्तै हो जसमा तारा छैन। तिमी बिना मेरो दिन त्यो फूल जस्तै हो जसमा सुगन्ध छैन। तिमी बिना मेरो रात त्यो सङ्गीत जस्तै हो जसमा स्वर छैन। तिमीलाई देख्दा मेरो आँखा चम्किन्छ, तिमीलाई सुन्दा मेरो कान रमाउँछ, तिमीलाई छोएर मेरो आत्मा सन्तुष्ट हुन्छ। तिमी मेरो लागि शरीर मात्र होइन, आत्माको अंश हौ। तिमीलाई माया गर्ने मेरो शैली फरक छ। म शब्दभन्दा बढी मौनतामा बोल्छु, आँखाभन्दा बढी धड्कनमा लेख्छु। म कुनै उपहारले होइन, मेरो आत्माले तिमीलाई प्रेम गर्छु। तिमीलाई थाहा छ, तिमी मेरो लागि त्यस्तो सपना हौ जसलाई खुल्ला आँखाले पनि देख्न सकिन्छ। तिमी मेरो लागि त्यस्तो सत्य हौ जसलाई नकार्न सकिँदैन। कहिलेकाहीँ तिमीलाई सम्झेर म एक्लै मुस्कुराउँछु। मान्छेले सोध्छन् के त्यस्तो रमाइलो भयो, तर म कसरी भन्छु र मेरो खुसीको कारण तिमी हौ भनेर। तिमीलाई सम्झदा मेरा अधुरा बाटाहरू पूरा हुन्छन्। तिमीलाई सम्झदा मेरा टुटेका सपनाहरू जोडिन्छन्। तिमीलाई सम्झदा म मेरो भविष्य उज्यालो देख्छु। हे तिमी, माया भन्नुको अर्थ नै तिमी हौ, समर्पण भन्नुको अर्थ नै तिमी हौ, विश्वास भन्नुको अर्थ नै तिमी हौ। मेरा लागि तिमी बिना शब्द अधुरा हुन्छन्, गीत अधुरा हुन्छन्, जीवन अधुरो हुन्छ। यदि कहिले जीवनले हामीलाई टाढा पार्ने प्रयास गर्यो भने पनि म विश्वास गर्छु मेरो माया तिमीलाई फेरि नजिक ल्याउनेछ। किनकि माया त केवल सङ्गतको नाम होइन, यो त आत्माको सम्बन्ध हो। तिमी मेरो जीवनमा आउँदा मैले एक नयाँ जगत देखेँ। अब तिमी बिना मैले आफ्नो भविष्य कल्पना गर्न सक्दिनँ। तिमी मेरो लागि शब्दभन्दा अग्लो कविता हौ। तिमी मेरो लागि सङ्गीतभन्दा मधुरो धुन हौ। तिमी मेरो लागि जीवनभन्दा गहिरो मायाको अनुभव हौ। यदि यो भिडियोले तपाईलाई केही सिकाउन मद्दत गर्यो वा मन छोयो भने कृपया भिडियोलाई लाइक गर्नुहोस्। हाम्रो प्रयासलाई प्रोत्साहन दिनको लागि एउटा छोटो कमेन्ट गर्नुहोस् र आफ्ना साथीभाइ तथा दिदीबहिनीसँग सेयर गर्नुहोस्। यस्तै उपयोगी भिडियोहरू हेर्नका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र नयाँ भिडियोहरूको सूचना पाउन बेल आइकन थिच्न नभुल्नुहोला। अर्को भिडियोमा भेटौँला। धन्यवाद। लभ यु अल।